यस्तो यहाँ अझै पनि भुन्टीको कोखमा हुर्किरहेको त्यो पापको निशानीलाई मेरो नाम दिन खोजेछ। यही आशा मातेर मेरी बहिनीलाई राम्रोसँग पालेस्, कहिल्यै दुःख नदेस्, मारे पाप पाले पुण्य भनेर तेरो हातमा सुम्पेका थियौँ। यसरी कन्यादान गरेर दिने यो दाजुमाथि तैँले जुन आरोप लगाएको छस् नि, तँलाई यो पापले पोल्नेछ। त पापी होस् पापी। पापीहरू यतिकै उम्किन पाउँदैनन्। खुर्क प्रहरीचौक हिँड। तैँले जुन आरोप म र मेरी बहिनीमाथि लगाएको छस् नि, तैँले यतिको सुख पाउँदैनस्। हिँड खुर्क, हिँड खुर्क। तैँले जहाँ हिँड भन्यो त्यही जाने मान्छे हुँ म। जान्न म। तैँले भुन्टीलाई मेरो घरमा लिएर आउने र फाइनल कुरा गरिसकेपछि उल्टै तलाई र भुन्टीलाई म अदालत लिएर जान्छु, बुझिस्? अब म भुन्टीलाई डिभोर्स दिन्छु।